दर्शकवृन्द नमस्कार। यस संसारमा घटित हुने हरेक क्रियाले केही न केही प्रतिक्रिया अवश्य दिन्छ। यो मेरो भनाइ होइन, यो न्युटनको तेस्रो नियम, न्युटन्स थर्ड ल, जसले भन्दछ फर एभ्री एक्सन देयर इज अलवेज एन इक्वल एन्ड अपोजिट रियाक्सन। प्रत्येक क्रियाको बराबर र विपरीत प्रतिक्रिया हुन्छ। यसको मतलब यदि तपाईँ कुनै पनि वस्तुमा बल लगाउनुहुन्छ भने त्यो वस्तुले पनि तपाईलाई त्यही मात्रामा तर उल्टो दिशामा बल लगाउँदछ। यसलाई बुझ्ने एउटा उदाहरण हेरौँ है त। जब हामी हिँड्छौँ हाम्रो खुट्टाले जमिनलाई पछाडि धकेल्छ, जवाफमा जमिनले पनि हामीलाई अगाडि धकेल्छ। यही कारणले हामी अगाडि बढ्न सक्छौँ। अर्को उदाहरण हो रकेट प्रक्षेपण। रकेटको इन्जिनले तीव्र गतिमा ग्यासलाई तल फ्याँक्छ, जवाफमा ग्यासको प्रतिक्रिया स्वरूप रकेट माथि उठ्छ। त्यस्तै भागवत गीतामा भगवान श्रीकृष्ण भन्नुहुन्छ तिमीलाई केवल कर्म गर्ने अधिकार छ, फलको अपेक्षा बिल्कुल नगर। यसको अर्थ हरेक घटनाको पछाडि कुनै न कुनै कारण हुन्छ, जुन हाम्रो कर्म, भाग्य र परमात्माको योजना अनुसार हुने गर्दछ। त्यस्तै बौद्ध धर्ममा पनि प्रतीत्य समुत्पाद भन्ने सिद्धान्त छ, जसको अर्थ हो सबै कुरा कुनै कारणले हुन्छ र कुनै पनि घटना आफै हुँदैन। यो अघिल्लो कर्म र परिस्थितिको कारणले सिर्जना हुन्छ। यसरी हेर्दा कर्म यानि भूत र फल यानि भविष्यको एउटा चेन बन्दै जान्छ। वर्तमान, भूत र भविष्य समयका तीन अवस्थाहरू हुन्, जसले एकअर्कासँग गहिरो अन्तर सम्बन्ध राख्दछन्। दर्शकवृन्द, अब जाउँ आजको विषयतर्फ। घरमा वा घर छेउमा कुकुर, स्याल, हाप्सिलो आदि जनावरहरू रोए भने त्यसले कस्तो फल दिने गर्दछ त? त्यसलाई शास्त्रले कसरी बयान गरेको छ र जुन बयान कतिको वैज्ञानिक छ? आजको श्रृङ्खलामा हामी यसै विषयमा विस्तृत चर्चा गर्नेछौँ। कृपया भिडियोलाई अन्तिमसम्म अवश्य हेर्नुहोला। यदि कुकुर, स्याल, बिरालो वा हाप्सिलो लगायतका जनावर रोएमा अलक्षण लाग्ने र नराम्रो घटना हुने भन्ने किम्वदन्ती समेत रहेको छ। यो रूढिवादी हो या वास्तविकता? यस पछाडिको कारणहरू पनि चिरफार गर्नेछौँ। सामान्यतया सम्पूर्ण जीवमा भावना रहेको कुरा विज्ञानले नै प्रमाणित गरिसकेको छ। त्यसैमाथि कुकुर लगायतका जीवमा अरू जनावरको तुलनामा विकसित चेतना हुने र यस्ता जीवले भविष्यका कुरा पूर्वानुमान गर्न सक्ने कुरा पनि रिसर्चरहरूले एक्सपेरिमेन्ट गरिसकेका छन्। यदि कुकुर भोकै अवस्थामा छ, उसले भोजन प्राप्त गर्न सकेको अवस्था छैन र शिकार पनि भेटेन भने र आफ्नो पार्टनर र बच्चाहरू गुमायो भने रात्रिकालीन अवस्थामा कुकुर रुने गर्दछ, जुन कुरा स्याल, फ्याउरो, बिरालो, हाप्सिलो लगायत अन्य जनावरमा पनि लागू हुने गर्दछ। दर्शकवृन्द, यहाँहरूले स्याल हुइयाँ भन्ने शब्द सुन्नुभएकै होला। समाजमा भन्ने गरिन्छ फलानु पार्टीले पानी जहाज ल्याउने भनी स्याल हुइयाँ मच्चाएछ। स्याल हुइयाँको मतलब हुन्छ यदि एउटा स्याल हुइँ गरेर रोएको अर्को स्यालले सुन्यो भने त्यो सुन्नसाथ त्यो स्याल पनि रुन्छ। त्यसै गरी त्यस स्याल कराएको आवाज निकै टाढाको स्यालले सुन्यो भने त्यो स्याल फेरि कराउँछ र त्यो केही क्षण चलिरहन्छ र स्यालहरू रोइरहन्छन्। यसरी एउटा स्याल रोएको सुन्नसाथ अर्को स्याल किन रुन्छ त? यसको पछाडि निम्न कारणहरू छन्। नम्बर 1, टेरिटोरियल डिफेन्स, सीमा निर्धारण या सीमा रक्षा। स्यालहरू आफ्नो सीमा निर्धारण गर्न र अरू दुश्मनलाई चेतावनी दिनका लागि आवाज निकाल्दछन्। यदि एउटा स्यालले अर्को स्याल कराएको आवाज सुन्छ भने उसले त्यसको जवाफ दिन कराउने गर्दछ, जसले आफ्नो क्षेत्रको रक्षा र स्थितिको सङ्केत गर्दछ। नम्बर 2, सोसल कम्युनिकेसन, सामाजिक सञ्चार। स्यालहरू यसरी रोको जस्तो आवाज निकालेर कराउनु उनीहरूको सञ्चारको एकमात्र माध्यम हो, जसले उनीहरूलाई कुनै खतरा या अनुशासित स्थितिको बारेमा जानकारी प्राप्त गर्न मद्दत गर्दछ। नम्बर 3, मेटिङ बिहेभियर, प्रजनन व्यवहार। प्रजननको समयमा स्यालहरूले आवाज निकाल्ने गर्दछन्, जसको कारण यो पनि हुन सक्छ कि उनीहरूले प्रजनन वा शारीरिक संसर्गको लागि आफूलाई पाएक पर्ने जोडी आकर्षित गर्न चाहेका छन् वा सम्भावित जोडीहरूको खोजी गरिरहेका छन्। नम्बर 4, सेन्सिटिभिटी टु साउन्ड, ध्वनिप्रति संवेदनशीलता। स्यालहरूको श्रवण क्षमता निकै तीव्र हुन्छ र उनीहरूले धेरै टाढाबाट आएको आवाज पनि सहजै सुन्न सक्दछन्। त्यसैले एउटा स्यालले अर्को स्यालको आवाज सुनेपछि प्रतिक्रिया जनाउनु स्वाभाविक पनि हो। दर्शकवृन्द, यस श्रृङ्खलाको अर्को महत्त्वपूर्ण कुरा रहेको छ के कुकुरले आत्मा यानि कि भूतप्रेत देख्छन् त? विज्ञानले नै प्रमाणित गरेको कुरा छ कुकुर, स्याल लगायतका जनावर र मानिसको दृष्टिमा निकै भिन्नता रहेको छ। मानिसको दृष्टिमा 3 प्रकारका कोन्सहरू हुन्छन्। यी कोनहरूले रातो, हरियो र नीलो रङको परिप्रेक्ष्यमा काम गर्दछन्। यसलाई
त्रिवर्ण दृष्टि या ट्राइक्रोमेटिक भिजन भनिन्छ, जसले विभिन्न रङहरू पहिचान गर्न मद्दत गर्दछ। त्रिवर्ण दृष्टिले गर्दा मानिसहरू 3 प्रमुख रङहरूलाई छुट्याउन सक्षम हुन्छन्। फलस्वरूप यसले एउटा विशाल रङ स्पेक्ट्रम देख्न मद्दत गर्दछ। तर कुकुर र स्याल जस्ता जनावरको दृष्टि भने केही फरक छ। उनीहरूसँग 2 कोण या डायक्रोमेट्रिक भिजन हुन्छ। यसको मतलब यिनीहरू केवल 2 प्रकारका कोण, नीलो र पहेँलो रङको मात्र परिप्रेक्ष्यमा रही काम गर्ने गर्दछन्। यसकारण कुकुर र स्याल जस्ता जनावरले रातो र हरियो रङ छुट्याउन सक्दैनन्। यद्यपि यस्ता जनावरका आँखामा रड सेलहरूको सङ्ख्या मानिसको आँखामा हुने रड सेलको तुलनामा अत्याधिक बढी मात्रामा हुन्छ। रड सेलहरू रातको समयमा राम्रोसँग देख्नको लागि जिम्मेवार हुन्छन्। फलस्वरूप यस्ता जीवहरूले अन्धकारमा पनि राम्रो देख्न सक्छन् र यिनीहरूलाई कमजोर प्रकाशमा पनि दृश्यता राख्न सहज हुने गर्दछ। कुकुरहरूले मानिसको भन्दा बढी प्रभावकारी रूपमा गतिशीलता पत्ता लगाउन सक्छन्, जसको कारण भूत, प्रेत, आत्मा आदि जस्ता पराभौतिक चिजले यिनको वातावरणमा ल्याएका हलचल पनि सहजै देख्न सक्ने र त्यस्ता सानातिना हलचल पनि यिनले सहजै महसुस गर्न सक्छन्। र अर्को कुरा, बितिसकेका मानिसको आत्मा देखेर कुकुरहरू रुने गर्दछन् भन्ने कुरामाथि पनि विश्वास गर्ने गरिन्छ। अर्को अन्तिम र एकदमै महत्त्वपूर्ण कुरा रहेको छ सपना। हामी मानिसले जस्तै जनावरले पनि विभिन्न अवस्थाका सपनाहरू देख्ने गर्दछन्। यदि उनीहरूलाई सपनामा शिकारीले लखेटेको वा पीडा भएको सपना देखेमा पनि कुकुर वा स्याल रुने गर्दछन्। दर्शकवृन्द, समाजमा रूढिवादी कुरा के रहेको छ भने यदि घर वरिपरि कुकुर, स्याल वा हाप्सिलो रहे त्यस समाजमा केही अनर्थ हुन सक्ने वा कसैको निधन हुन सक्ने छ भन्ने गरिन्छ। तर यस कुरामा मात्र सीमित रहेको पाइन्छ र सो कुरा प्रमाणित गर्ने कुनै पनि ठोस आधार कतै पनि पाइँदैन। शास्त्रमा कुकुरलाई भैरवको वाहन मानिन्छ। त्यसैले यसरी कुकुर रुनु अथवा तपाईँले बार सपनामा कुकुर देख्नुहुन्छ भने त्यसले तपाईँको जीवनमा घट्न सक्ने केही गहिरो कुराको सङ्केत यसले गरेको हुन्छ। सपनामा कुकुर देख्दा कस्ता फलहरू मिल्छन् भन्ने भिडियो हामीले अपलोड गरिसकेका छौँ। हाम्रो च्यानलमा गई हेर्न सक्नुहुनेछ। सपना, ज्योतिषशास्त्र र विज्ञानसँग सम्बन्धित थप भिडियोको लागि हाम्रो यस युट्युब च्यानल ड्रिम एस्ट्रोलोजी एन्ड साइन्सलाई सब्स्क्राइब गर्न पनि नभुल्नुहोला। यहाँको समय शुभ रहोस्। धन्यवाद। नमस्कारम।